स्वागत छ त साथीहरू आजको भ्लगमा। आज बहुतै रमाइलो हुनेवाला छ। हामी चाहिँ यो जङ्गल सफारी गर्दै माथि टप डाँडामा जानेछौँ। त्यहाँ गएर फेसबुक रिल सुटिङ गर्नेछौँ अनि हेर्दै गर्नुहोला है त। आजको भ्लग तपाईँले इन्जोय गर्नुहुनेछ। यहाँ अगाडि तपाईँले देख्न सक्नुहुन्छ भर्खरै मैले ठुलो जनावर देखेको छु। पछ्याउँछ आउनुहोस्। ओके लेट्स गो गाइस। ती मान्छेहरू अझ त्यही छन् तल अनि हामी यहाँ माथि पुगिसक्यौँ। यो ठाउँ पहिला भन्दैछ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ नजिक आजभन्दा करिब 2500 वर्ष अगाडि यहाँ ठुलो घटना घटेको थियो। अब हेरौँ के रहेछ। हामी आज यहाँको रहस्य सही निष्कर्ष निकाल्ने कोसिसमा पनि छौँ। पोमे लडेको उतै नेर त भने यहाँ हाम्रो साथीहरू चाहिँ यहाँ फोटो सेसन हुँदैछ। आफू चाहिँ परियो भिडियो लभर कि हामी केही बेरको यहाँ फोटो सेसन पछि फेरि यो जङ्गल सफारीतिर अगाडि बढ्दैछौँ। ठ्याक्कै म चाहिँ भिरालो जमिनको छेउछेउमा हिँडिरहेको छु। यता भिरालो छ यता पनि भिरालो छ क्या। एकदम डेन्जर गाए चाहिँ एक पाइला फरक पऱ्यो भने सिधै त्यता गइन्छ। एउटा भनाइ छ नि साथीहरू, मौत के आगे जित है। ठिक छ, यहाँ मौत के आगे जित्ने छ। अलिक माथि गइयो भने अझै मजा आउनेवाला छ। ओके स्टे विथ मी गाइस। यहाँ चाहिँ उहाँ चाहिँ के गर्दै हो तिमी? यसरी पेप्सी पिदिनु छैन, चिसो हुन्छ जस्तो छ। यहाँ देखिरहेछ नि यो स्टेज सो गर्नलाई क्या गजब ठाउँ छ क्या। यो चाहिँ हो सेमनिचाको दृश्य। यो ठाउँ चाहिँ 360 मा यस्तो देखिन्छ क्या। पुरै भ्याली जस्तो एकदम यो उचाइमा छ नि त। यो हाम्रो हरिभाइको कस्तो खालको पोज हो यार। हाम्रो यता त सुटिङ भइरहेको छ यहाँ। तपाईँ बोल्नु भएन। ल हेर्नुहोस् गाइस, यहाँ चाहिँ हाम्रो हेर्नुहोस् हाम्रो यहाँ नयाँ कपिल दाईको पनि आज कपिल दाईको हेलो गाइस, कपिल दाईको पनि मैले सानो भिडियो बनाएँ होइन। त्यो भिडियोको मैले इन्टरभ्यू उहाँसँग लिनुपर्ने हुन्छ र लिँदै पनि छु। उहाँ चाहिँ एउटा होनार सहयोगी दाई हुनुहुन्छ। जस्तो दुःख सुखमा पनि साथ दिने दाई हुनुहुन्छ उहाँले आज एउटा भिडियो खेल्नु भएको छ। त्यो भिडियोको बारेमा उहाँलाई सोध्नु मन लाग्यो मलाई, त्यही भएर ल गाइज। हेलो दाजु नमस्कार। नमस्कार कपिल दाई, के छ? ठिक छ नि? आज हजुरलाई देख्न पाउँदा पनि धेरै खुसी लागिरहेको छ होइन। अनि त्यसपछि हजुरको भिडियो अघि देखेको हो, त्यो भिडियोमा चाहिँ कस्तो रियाक्सन के कस्तो फिल गर्नुभयो त? गऱ्यो अब डाइलेक्ट याद गर्दा होइन भइरहेको थियो पुरै ल्याङ। तिम्रो मोबाइल दिने यसरी हुन्छ भयो टिकटक सुटिङ। अब पिउँदिन भयो भन्ने भर्खरै एउटा गीत बजेको थियो क्या। यहाँ कोहीको पारा चाहिँ छुट्टै छ। पब्जी लभर कोही यहाँ सुटिङ लभर, टिकटक लभर, पब्जी लभर। अनि म चाहिँ यहाँ भ्लग लभर हो। म त बिटिएस सुटिङ गर्ने, उनीहरू सुटिङ गर्छन्, म चाहिँ अनि हालिदिने हो सोसियल मिडियाहरूमा। कहाँ फेसबुक युट्युब टिकटक कहीँ पनि छोड्दैन। ध्यान गर्न त आएको होइन तिमी? विशाल भाइ यो देख न, हामी पनि हेरौँ न। म भने कस्तो हेरेर मन लाग्छ। ए पहिले पब्जी खेलिन्थ्यो, साह्रै मिस गर्छ यार। तिमीले कपडा यो आर्नु सर के किनेको छैनौ? केही छैन, बिना लगानी छिरो लगानी को हो त्यहाँ? ए ताते डायमन्ड हो। यो डायमन्ड त यहाँ रहेछ। डायमन्ड होइन के लेखेको छ? त्यो छ त टाटे डायमन्ड। कहाँ जाऊ घर यहाँ लुट्नु पर्यो भने। हामीले यहाँ 3वटा भिडियो चाहिँ यता सुटिङ गरेर भइसक्यौँ। अनि अरू चाहिँ सुटिङ गरेर त्यतातिरको लोकेसनमा जाने क्या। लोकेसन परिवर्तन गरेर अन्त जाँदैछौँ।
पहाडकै याद आयो है त पहाडकै मेरो जन्मभूमिको याद आयो म त पहाडमै जन्मेको हुर्केको पनि पहाडमा यो भाइ तराईको भन्ने यो भाइ चाहिँ तराईको यो अनुहार देखाऊ को भाइ हो ल यो भाइ चाहिँ म नलपुरको भाइ नवलपुरको चोरमाराको बासिन्दा होइन यसरी हिँड्नु चाहिँ एकदम डेन्जर हो यहाँ त म तिमीलाई धकेल्छु हिँड्न नसक्ने ए पहाड यो यार हेर ल यो भाइ हिँड्दाखेरि हाँसा टेकेर आइरहेछ यो त हेरौँ उसले चाहिँ है राम्रो छ ल सफल पर्वतारोहण गर्यो उसले यहाँ चाहिँ यस्तो छ कि सिटीको छेउमा एउटा डाँडामा यस्तो पार्क बनाएको छ व्यवस्थित पार्क छ अनि यो बाटोमा बालुवा बिछाएर अनि देखिँदैन त सोमीको डाँडाबाट काठमाडौँ देखिएको जस्तो पुरै न यस्तो अनि टक्क डाँडाको माथि यो ठाउँको डाँडाको माथि यो यस्तो पार्क छ हामी कहिले कसो यता बार्बिक्यू गर्न पनि आइरहन्छौँ अनि हाम्रो अर्को रिल्स सुटिङ हुँदैछ प्लानिङ हुँदैछ यहाँनिर विल फाइन्ड आउट द स्पट 8 बजिसक्यो भनेर कोही सुतिसकेका होलान् तर हाम्रो पारा चाहिँ देख्न सकिन्छ यस्तो छ के अनि अझै घाम छ घाम अवस्थाकै छैन यो समर हो समरमा 9 बजे 10 बजे घाम 9 बजेतिर 8:30 बजे 9 बजेतिर घाम अस्ताउँछ अनि 10 बजे अँधेरो हुन्छ यहाँको समरमा दिन चाहिँ लामो हुन्छ क्या यहाँको 4 बजे उज्यालो हुन्छ हाम्रो राजन भाइले चाहिँ धरान देखाउने अरे हो यहाँ पोल्यान्डमा धरान अनि यही हो राजन भाइ धरान तिमीले भनेको अब ल थ्याङ्क यू राजन भाइ म धरान त गएको छैन तर राजन भाइले पोल्यान्डमा धरान देखाएर एउटा मनोआकांक्षा पुरा गरिदियो यहाँनिर हेर्ने हो भने नि तपाईँ ठाकै यस्तै देख्नुहुन्छ यस्तै छ यो अर्को भिडियो त्यस्तै छ होइन यो रमाइलो यो भलक बन्द हुँदैन यहाँ चाहिँ बाल भइरहेको धरान ल धरान पनि छ के हो यो ए विशाल भाइ कहाँ चढेको थियो यस्तो चढ्नुहुन्न त यहाँ चाहिँ सही छ यहाँ चाहिँ हुनुपर्छ सुटिङ स्पट त 1-2वटा भिडियो त जानुपर्ने हो अर्को हप्ता जान्छ हाम्रो ड्राइभर साहबले चाहिँ स्क्रिप्ट पढ्दै हुनुहुन्छ फोटो किन चाहियो विशाल भिडियो छ त ए यहाँ सिसी क्यामेरा छ ल भिडियो बनाइदिए बोक न बोक जङ्गललाई एक्सप्लोर गर्दा गर्दै हामीले के कुरा चाहिँ पत्ता लाग्यौँ भन्दाखेरि यस यहाँ के कुरा पत्ता लाग्यो भनिदियो ल जनावरको जनसङ्ख्या चाहिँ अधिक रहेको छ त्यसमध्येको हाम्रो विशाललाई एकजना हुनुभयो अरूको अनुसन्धान भइराखेको छ अनि उहाँ चाहिँ के हो उहाँ चाहिँ कुन चिम्पान्जी समुदायको मुखिया हाम्रो चाहिँ नेपाली बियर ग्रिल के अरे नेपाली बियर ग्रिल हो उहाँ चाहिँ होइन साथीहरू हामीले यस्तो सङ्कटबाट कसरी बाहिर निस्किने भन्ने कुरालाई मध्यनजर गर्दाखेरि चाहिँ यहाँ के भयो भन्नुहुन्छ भन्दाखेरि मलाई यहाँ त म धेरै म यहाँ कस्तो पछि आइसकेको सुट गर्दा त हेर्नु साथीहरू ए साथी चित्त त्यहाँ नदेखाउँ होला त्यहाँ तपाईँहरूले हेर्नै सक्नुहुन्न यस्तो डरलाग्दो दृश्य छ त्यता पछाडिको दृश्य पुरा सिसी क्यामेरा प्रोटेक्टेड ए फटा काम गर्ने भन्ने कुनै छुटै छैन जङ्गलमा पनि सिसी क्यामेरा जङ्गल त होइन पार्क हो यहाँबाट पनि माथि जानु मिल्छ यो सब स्याउको रुखहरू वाउ अरे भाइ कुल स्टाइल यार कुल स्टाइल
के हो यो चाहिँ? के भयो अरे हाई गाई हाई हाई घाम हाम्रो अस्ताउन लाग्यो अनि घामसँगै हाम्रो भ्लग पनि आजको भ्लग पनि यहीँ अस्ताउँछ। हस् त धन्यवाद थ्याङ्क यू फर वाचिङ।